टिकटकमा नेपाली ब्रो नामले चिनिने आफूलाई फाइटर र रेस्लर दाबी गर्ने 42 वर्षीय कुमार थापा मगरको वास्तविक रूप कति कुर होला भनेर कसैले सोचेका पनि थिएनन्। तिनै नेपाली ब्रोले काठमाडौँको पीठटारमा आफ्नै पत्नीको फलामको रड प्रहार गरी निर्मम हत्या गरेका छन्। सैनिक सेवामा कार्यरत 42 वर्षीय पत्नी ईश्वरी भुजेल र कुमारबीच सम्बन्ध विच्छेदको तयारी चलिरहेको थियो। शुक्रबार राति ईश्वरी कामबाट स्कुटीमा फर्किँदै गर्दा कुमारले बाटो ढुकेर बसेर घर नजिकै उनीमाथि फलामको रडले घातक प्रहार गरे। अत्यधिक रक्तस्रावका कारण त्रिवेणी शिक्षण अस्पतालमा उपचारकै क्रममा ईश्वरीको निधन भयो। घटना लगत्तै फरार भएका अभियुक्त कुमारलाई प्रहरीले बालजु क्षेत्रबाट नियन्त्रणमा लिइसकेको छ। सामाजिक सञ्जालको भर्चुअल दुनियाँमा हाँसेर भिडियो बनाउने मान्छे कति हिंसक हुन सक्दो रहेछ भन्ने यो एउटा डरलाग्दो उदाहरण हो। मृतक ईश्वरी भुजेल प्रति हार्दिक श्रद्धाञ्जली र दोषीलाई कडा कारबाहीको माग गर्दछौं।